नमस्कार, म सलिन ठकुरी। तपाईलाई वेलकम छ मेरो नेक्स्ट भ्लगमा हैन। अनि आज चाहिँ म बिहानदेखि तपाईले भ्लग बनाउनु भएन सोच्नु होला, म भर्खर अहिले उठेको, त्यही भएर अहिले भ्लग बनाएँ। अनि हाम्रो यहाँ के प्लस कोडीको चाहिँ हाम्रो यहाँ पुर्खा बाजे एकदम बुढा खिलाइसकेका हैन। त्यही त भन्नु पर्यो। अनि के छ, अनि कस्तो महसुस भइरहेछ जीवनकाल बित्दै गर्दा, उमेर बित्दै गर्दा कहिलेकाहीँ हुन्छ नि त विगतमा गएको दिनहरू सम्झना आउँछ कि नै? पहिला जमानामा त अब यी दिन भने आए ती दिन भने गयो भने जस्तै भयो नानी हो। अब के गर्ने, कहाँ समयले काजुली फेरे होइन, गोरु गोठालामा परे आफू चाहिँ कि कसो हो त्यही भन्नु पऱ्यो नि होइन। आउने पिँढी फ्युचर पिँढीहरूलाई के जनचेतना दिन चाहनुहुन्छ? पढाइ गर्ने कि गोरु चराउने कि त विदेश जाने कि के छ? अहिलेको पछाडिको पिँढीहरूले त अब पढ्न लेख्ने नै काम गर्नु ठिक हुन्छ। र अहिले गोरु चराउने, भैँसी चराउने, भेडा चराउने, बाख्रा चराउने भएर विदेश गएर त केही काम छैन। हो होइन। मेरो पहिला एउटा तपाईँलाई कुरा भन्न मन लाग्यो के बा, कस्तो कुरा भन्दाखेरि पहिला यो गोरु छन् नि, उहाँको यहाँ गोरु चराइरहनु भएको छ होइन। म पहिला बच्चाले गोरु जान्थेँ, मेरो गर्लफ्रेन्ड थियो। गर्लफ्रेन्ड भने बुझिहाल्नुहुन्छ तपाईँले। अनि गर्लफ्रेन्ड कस्तो भइदियो भन्दाखेरि म गोरु गालो गएको बेला ऊ पाठी गालो गइदिने, म पाठी गालो गएको बेला ऊ भैँसी गालो गइदिने होइन त। म अनि यहाँ के अरे भैँसी गालो गएको बेला ऊ गधा गालो गइदिने। अनि कहाँबाट अनि जिन्दगी सफल भएको हुन्छ त होइन त। त्यस्तो चाहिँ नहोस् होइन, त्यस्तो नहोस्। तपाईँलाई पनि केही नयाँ कुराहरू केही भन्न मन छ भने भन्नुहोस्। अब नि लौ त्यस्तै हो, के गर्ने नानी हो। जमाना यस्तो आयो, कलीले काजुली फेरे र ठिक छ, अहिलेको काजुली फेरेकै राम्रो हो। देश सप्रिन्छ होला, बिगार्नेतिर त छैन नेताहरू पनि, तर सपार्छ भने तर सबै बिगारेको छ क्या पहिला। देशको कुरा छोडिदिउँ, देश त अब अहिले हालतै खराब छ भनौँ देशको होइन। देशको कुरा गरेर साध्य छैन। देशको कुरा गर्ने चाहिँ त्यो कुनै नेक्स्ट च्याप्टरमा हामी त्यो बारेमा कुरा गर्नेछौँ क्या। यतिखेर चाहिँ एक्ज्याक्टली तपाईँमा भएको पीडा, ममा भएको पीडा, तपाईँलाई लागेको कुरा, मलाई लागेको कुराहरू चाहिँ के छन् भन्ने कुरा हो। जस्तै भनौँ न, जमानाले परिवर्तन गरे हुनु पर्यो र त्यस्तै हो। के गर्ने, गोरु चराएर मात्रै नहुने रहेछ होइन। जमानाले चाहिँ समयले चाहिँ दिनकालले गर्दाखेरि थरीका कुराहरू सिक्न पाइयो र जान्न पर्यो। त्यही हो मेरो चाहिँ भनाइ, अरू कुरा त के छ र। अनि बला बैसामा के बनाइयो त, कति बनाइयो त? अनि अब बल बैसामा आफूले जाने अनुसारको चाहिँ भयो, सिपसाप रुबरापहरू गरियो। आजको भला यति है त। बालाई यसो इन्टरटेनमेन्ट गराएको गाइज, सब्सक्राइब गरिदिनु होला है।